संघ तथा प्रदेश भाषाको पाठ्यक्रम आधारित सम्भावित प्रश्नहरू। 1. उपचारात्मक सुपरिवेक्षणको सुरुवात कसले गरेका हुन्? यसको सही उत्तर ख. मोरिस एल कोगन। नेपालको संविधानको धारा 58 मा भएको व्यवस्था तलका मध्ये कुन हो? यसको सही उत्तर ग. अवशिष्ट अधिकार। प्रश्न नम्बर 3. शिक्षा ऐन 2028 को कुन संशोधनले विद्यालयहरूलाई सामुदायिक र संस्थागत गरी दुई भागमा वर्गीकरण गरेको छ? यसको सही उत्तर क. 7औं संशोधन। निजामती सेवा ऐन 4थो संशोधन कहिले भयो? यसको सही उत्तर क. 2072 असार 29 गते। प्रश्न नम्बर 5. नेपालका सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय निशाना छाप तलका मध्ये कहिलेदेखि लागू गरियो? यसको सही उत्तर ग. 2019 पुस 1 गतेदेखि। प्रश्न नम्बर 6. शैव वैष्णव र बौद्ध सम्प्रदायका लागि अलग अलग किसिमबाट शिक्षा दिने व्यवस्था कसले मिलाएका थिए? यसको सही उत्तर क. अंशु वर्मा। प्रश्न नम्बर 7. अल्मोडा युद्धमा वीरगति प्राप्त गर्ने योद्धा को हुन्? यसको सही उत्तर ग. नयन सिंह थापा। प्रश्न नम्बर 8. नेपालको शिक्षाका राष्ट्रिय उद्देश्य तलका मध्ये कुन होइन? यसको सही उत्तर घ. मानवाधिकार तथा सामाजिक मूल्य मान्यताप्रति सचेत भई जिम्मेवारीपूर्ण उपचारको विकास निर्धारण गर्ने। त्यसै गरी 9 नम्बर. शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो? यसको सही उत्तर घ. 2007 साल। प्रश्न नम्बर 10. विद्यालयमा पठन पाठन गराइने पाठ्यक्रम निर्माण सम्बन्धमा नीति निर्धारण निकाय कुन हो? यसको सही उत्तर क. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद। प्रश्न नम्बर 11. अनौपचारिक शिक्षाको एक तह पछिको अर्को तहको कार्यक्रम कुन हो? यसको सही उत्तर घ. निरन्तर शिक्षा कार्यक्रम। प्रश्न नम्बर 12. दूर शिक्षाका तालिम कार्यक्रमहरू तलका मध्ये कुन हो? 330 घण्टे प्राथमिक शिक्षा तालिम प्रथम प्याकेज, प्राथमिक शिक्षा तालिम तेस्रो प्याकेज, अन्तर्क्रियात्मक रेडियो कार्यक्रम। सही उत्तर माथिको सबै। प्रश्न नम्बर 13. राष्ट्रिय शिक्षा पद्धतिको योजना पहिलो वर्षमा तलका दिएका मध्ये कुन कुन जिल्लामा लागू गरिएको थियो? यसको सही उत्तर क. चितवन र कास्की जिल्लामा। प्रश्न नम्बर 14. सबैभन्दा छोटो कार्यकाल भएको राणा प्रधानमन्त्री को हुन्? यसको सही उत्तर ख. देव शमशेर। प्रश्न नम्बर 15. राष्ट्रिय शिक्षा आयोग गठन भए कहिले भएको हो? यसको सही उत्तर क. विक्रम सम्वत 2047 फागुन 14 गते। प्रश्न नम्बर 16. राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले प्राथमिक तहका कक्षा 1 देखि 3 सम्मका बाल बालिकाको कुन सिपमा जोड दिएको छ? यसको सही उत्तर ग. पढाइमा। प्रश्न नम्बर 17. विद्यालय क्षेत्र विकास योजनाको उद्देश्यहरू तलका मध्ये कुन हो? समता, गुणस्तर, समानता। यसको सही उत्तर घ. माथिको सबै। प्रश्न नम्बर 18. सबैका लागि शिक्षा राष्ट्रिय कार्ययोजना नेपाल एनपीए 2001 देखि 2015 का लक्ष्य तलका मध्ये कुन हो? विशेषता अत्यन्तै विपन्न र सुविधाविहीन बालिकालाई समेट्ने गरी प्रारम्भिक बाल विकास शिक्षाका कार्यक्रमहरू एवं व्यवस्थाहरूको विकास एवं विस्तृतीकरण। सन् 2015 भित्र सबै बालबालिकाका खास गरी बालिका तथा कठिन परिस्थितिका बालबालिका र अल्पसंख्यक समुदायका बालबालिकाहरूका लागि निःशुल्क तथा अनिवार्य प्राथमिक शिक्षा पहुँच र पूर्ण प्राप्ति सुनिश्चित गर्ने। सबै युवा तथा प्रौढहरूको आवश्यकता अनुसार उचित सिकाएर जीवनोपयोगी सिपमूलक कार्यक्रमहरूमा नियोजित पहुँच विस्तार गरी सुनिश्चित गराउने। यसको सही उत्तर घ. माथिको सबै। प्रश्न नम्बर 19. संयुक्त राष्ट्रसङ्घद्वारा जोमटेनमा सम्पन्न गरिएको विश्व सम्मेलन कहिले गरिएको थियो? यसको सही उत्तर क. सन् 1990। प्रश्न नम्बर 20. गाउँ शिक्षा योजनाका उद्देश्यहरू तलका मध्ये कुन हो? योजना निर्माणमा स्थानीय निकाय र समुदायलाई संलग्न गराई परिचालन गर्ने। विद्यालय र समुदाय बीच एक आपसी अन्तर्क्रियात्मक विद्यालय र शिक्षकलाई सहयोग गर्ने। सम्बन्धित उमेर समूहका बालबालिकाहरूलाई विद्यालय भर्ना गरी गुणात्मक शिक्षाको सुनिश्चित गर्ने। यसको सही उत्तर घ. माथिको सबै। प्रश्न नम्बर 21. विद्यालय सुधार योजना बढीमा कति वर्षको लागि निर्माण गरिन्छ? यसको सही उत्तर घ. 5 वर्ष। प्रश्न नम्बर 22. विद्यालयको शैक्षिक कार्यपत्र कसले निर्माण गर्दछ? यसको सही उत्तर ख. प्रधानाध्यापक। प्रश्न नम्बर 23. दैनिक पाठ योजनाका अङ्गहरू तलका मध्ये कुन हो? उद्देश्य र विषयवस्तु,
शिक्षा सिकाइ क्रियाकलाप मूल्याङ्कन। यसको सही उत्तर ग क र ख दुवै। प्रश्न नम्बर 24 तलको मध्ये कुन अवस्थामा पाठ्यक्रम परिवर्तन गर्नु सबैभन्दा उपयुक्त मानिन्छ? यसको सही उत्तर घ समाजले शैक्षिक परिवर्तन चाहेमा। प्रश्न नम्बर 25 पाठ्यक्रम भनेको के हो? यसको सही उत्तर क पाठ्यक्रम भन्नाले बालबालिकाको सम्पूर्ण शैक्षिक विकासका निम्ति आवश्यक पर्ने विषयवस्तु, शिक्षा विधि, सिकाइ प्रक्रिया र मूल्याङ्कन जस्ता समाविष्ट भएको बुझिन्छ। भिडियोमा जानकारी मिल्न लागेमा लाइक गर्नु र हालसम्म यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र छेउमा रहेको बेल आइकन दबाएर अल नोटिफिकेसन अन गर्नुहोला। त्यसले हाम्रो नयाँ भिडियो आएको तपाईँलाई जानकारी गराउँछ।